हेलो नमस्ते भन दिवस हजुर बाबा त्यहाँ दोकानको हो के यो लेग साइड रे यहाँ चाहिँ फेरि के हो रहेछ फेवाताल खै त बाह्रै मन्दिर चाहिँ नदेख्दो रहेछ यहाँबाट है यहाँबाट त्यो उसहरू देख्दो रहेछ क्या त्यो पामे साइडहरू देख्दो रहेछ क्या कसको त्यही भएर कपाल यस्तो गरेको ऊ डोजाले यहाँ खन्दैछ हाम्रो दिवस यता हेर नि सानो आए आएको छैन काटिहाल्छ नि हिमाल हेर न माछा पिछे हिमाल अनि अन्नपूर्ण हिमाल धौलागिरी हिमाल ल हिँड्नु नि त नि ढिलो यहाँ म यहाँ उस देखाउँदैछु के एकदम फेवाताल ए राजकुमार दाईको घर हो यता यो हो यहाँबाट देख्ने हो यहाँबाट ए बिमलेश दाईको ससुरालीहरू यता त्यहाँ उसहरू जस्तो देखेको किराहरू जस्तो देखेको आऊ 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 म त के हो सिद्धार्थ भनेपछि अनि के होला भनेको त भान्सा गर पो रहेछ ल के यो बाटो नि यसो खिचेको नि हामी चाहिँ त्यहाँ गुम्बामा जाँदैछु हिमाल त कस्तो मजाले देखिँदो रहेछ यहाँ तर अहिले चाहिँ बेलुका भएर त्यो के अरे बादलहरू लगाएर धमिलो धमिलो भएछ आज बिहानैबाट मौसम एकदम राम्रो छ क्या यहाँ हाम्रो सुषमा आसु हुनुहुन्छ पिङलाई चिप्लिटे अरे यहाँ त चिप्लिटे रहेछ नि त अरे यहाँ राजु मामा ल अब आइसक्यो है अब हामी है के अगाडिबाट खिच्ने अनि म अगाडिबाट खिचेर यस्तो ओह्रालोमा लोट्ने यहाँ ऊ जङ्गलको बाटो जानु पर्दो रहेछ बरु त्यही अघिको ठिक रहेछ यताबाट हिँड्नै पर्दैन भनेर है यत्रो सिडी चढ्न त्यो त बरु त्यही बाटो छिटो हुन्छ होला तर यो नयाँ बाटो आइयो नि त त्यसको नि त्यो पनि सोच्नु पर्यो नि त होइन क्या भन्नु खोजेको मतलब यो बाटो हामी कहिले नै आएन नि त बल्ल आएको हो क्या यो बाटो त ऊ त झ्याङबु त उसबाट आइस होला बरु जङ्गल आइस होला झ्याङ यो जङ्गलमा नरेन बरु उस गर्दै हिँड्यो होला गुरुली हान्दै हिँड्यो होला तैँले गुदली भन्नु नजान्ने गुलिली भन्ने फेरि आऊ उहाँ चाहिँ बा छ्यामा मामाहरू चाहिँ बोडीगार्ड जसरी हेरेर बसेछ चारजनाले दिवस कहाँ हो तपाईँ तपाईँ यहाँबाट जाने होस् यहाँ गुम्बामा जुरेली ए उडेर गइहाल्यो त्यो बाटो आएपछि तिमीले जङ्गलमा के देख्छौ थाहा छ चराहरू देख्छौ चौतारीको बर पिपालुलाई हाम्रो मम्मीले हालेको थियो नि कस्तो राम्रो हजुर यो जङ्गलको बाटो ल ओए टाइगर आयो क्या हो अबि मलाई डर लाग्यो भाइ टाइगर आयो क्या हो भएन पनि फेरि एकचोटि अबि टाइगर आयो क्या के रे मैले हिजोदेखिबाट घरमा फोन गराएन भनेर यस्तो गर्छ हो त्यस्तो गर्न दिवस त्यस्तै हाँस्दिने क्या अब के भन्छ वाउ सिँडी चढ्दै आउने ऊ यसले उहाँ पारेको उसहरूलाई बोलायो कस्तो कुनै दिवस म यहाँ 3 वर्षपछि आएको के सानो हजुर फुलहरू कति राम्रो छ फुलहरू कुन
गुम्बा आयो भनेर नाचेको कहाँ आयो दिवस गुम्बा आइपुग्यो हामी हो त्यताबाट घुमेर ठ्याक्क पछाडिबाट के भनेको नरेन हेरे नरेनलाई हेरे मैले यहाँ गुम्बाबाट तल खसालिदिनु नपरेछ हेरे गुम्बा आइपुग्यो हामी न भन्छ नि अब गुम्बामा आएपछि सानो आनन्दले गुम्बा हेर्दै हिँड्नुपर्छ क्या हुन्छ जाऊ फ्रिडम खानु हुन्न हेरे ल हेर गुम्बा आइपुग्यो यहाँ चाहिँ फोटो भिडियोहरूको लागि एलाउड नरहेछ है भिडियोहरूको लागि यो भाइले भनेको दान पेटीलाई तर बच्चामा हामी धेरै कुरा है अहिले याद आउने क्या ल ओपन योर सुज हियर हल्ला गर्न नपाउने भएर चाहिँ म चाहिँ यहाँ सुस्तरी बोल्छु दिवस आऊ दिवसले एक राउन्ड घुमेर आयो आयो कि नै देखेन कस्तो राम्रो राम्रो उसहरू हुन्छ है रे अब चाहिँ बन्द गर्ने बेला भयो रे अब जानुपर्छ ल जाम सिटी बजाइसक्यो बन्द गर्ने हो रे बन्द गर्ने बेला भयो रे दर्शन गरियो हिँड्यो डुलियो अब घरतिर फर्कियो त्यो टोपी उसमा छ क्या टोपीमा छ पछाडि अब तलको गुम्बामा पूजा हुँदैछ है डङ 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 गरेर है सानो तल कति चिसो हावा चलेको यहाँ डाँडा पनि भएर होला के है म त यताबाट नजिक जस्तो नि लाग्यो है भर्याङ झरियो अब हामी चाहिँ कहाँ जाने रे दिवस घर भन अब हामी चाहिँ घरतिर लागियो भन न अब आलिचरसँग भन त पखाइ ल भन त ल साह्रै चिसो हावा चले